Hello, my friend family is here moving toward Nepal, and right now we are in Milan Mall. Redmi 46 and अब एउटा फोन किन्नुको लागि अब नेपाल बोर्डर कटिँदैछ यहाँनिर सबै दाजुभाइ हेर त ल हेर्दै अब माथि पुगेर फेरि म भनिदिन्छु अहिले बोर्डर कटिँदैछु यहाँ बाङ्गा हुनुहुन्छ अब हामीहरू कहाँ जाने हो अहिले हामी परेसँग कहाँ पो जाने भने हो उहाँले 4 आलीसम्म भन्नु भने हजुर 4 आलीसम्म जाने अरे यहाँ बाङ्गा देवा यहाँ पापा हुनुहुन्छ आमा बाउजू बुवा विनोद भाइ प्रताप भाइ अजय बुवा ल हामीहरू नेपाल लाग्यो है अब हामीहरू वीरता मोडसम्म जाँदैछौँ अनि वीरता मोड जानको निम्ति हाम्रो यहाँनिर सामानहरू गाडी हेर्दैछौँ यो गाडी चाहिँ फेरि इलेक्ट्रिकको गाडी अरे के ब्याट्रीको गाडी ओके लोडिङ जानु पर्यो अब सबै वीरता मोड है जाने अरे कति लान्छ भाडा नाना यस यस यो चाहिँ बहुत युनिक गाडी रहेछ यो म त पेट्रोलको भन्दै थिएँ तर यो त इलेक्ट्रिकको गाडी रहेछ ब्याट्रीको गाडी अरे फर्स्ट टाइम सफर गरिरहेछ ब्याट्रीको गाडी यो चाहिँ इलेक्ट्रिकको गाडी रहेछ है यसमा आइयो नि त फेरि पहिलो सफर इलेक्ट्रिकको गाडीमा इलेक्ट्रिक भन्नाले ब्याट्रीको है खुजुनाबारी आज त आमा अर्को फेरि यो बस डल्ले बसमा चढिँदैछ है खुजुनाबारी जाने हो अब फेरि यहाँबाट मर्नु छ बाटो त गाडी चाहिँ फुट्टै रहेछ है ल खुजुनाबारी जाने गाडी ए कतिजनाको सिट हो यो त अझै ल बेल्टार अरे यो चाहिँ अब बेल्टार पुगियो मर्नु चाहिँ भयो सबै हामीको चाहिँ के पर्ने हो हामी चाहिँ बुहारी हो ओ बुहारी ओके ल ल आइपुग्यो अब बेल्टार ल है अब देमाको घरमा आइपुग्यो यहाँनिर निकै पनि गलियो ल हेर्नु बादशाह पो रहेछ त हौ बाटैमा आफै ल नमस्ते गुड ब्लेस यु आफै सी देयर ल ल देमा ल अब यहाँ देमाकोमा आइपुग्यो
देमा होइन त हो नि अब यहाँनिर आज चाहिँ साइला पनि आइपुग्यो रेस गर्ने हो ऊ चाहिँ साइन हजुर सिलगढीमा भएको चाहिँ हो नि त मैले देखेकै छुइनँ नि त देखेको छैन नि नाना पो थिएन ऊ उसको नाम के हो उसकै कलेजमा बसेर हाँ? निक्लेको कृष्ण ओ कृष्ण गुड सी द वे दे वर्शिप देयर हजुर ए आइपुग्यो साह्रै खुसी यहाँ त ढगाइ पो मचिँदैछ त अब सबैलाई गुड बोय गुड बोय गुड बोय ल सबै अब आइपुग्यो है यो चाहिँ अब भण्डार हो नि फेरि भण्डार ल सबै अब यहाँनिर ल उहाँ देखेको मान्छे पनि अन्त बिर्सी पो सक्यो अब ल ल नानी द वे दे रेस्पेक्ट यो कान छ है अलिक अल्गो अल्गो भएछ ओके हुन्छ हुन्छ लु उठा आया गड ब्लेस यु ए नानी भाग्यमानी खुट्टामा टेकिदिएछ मैले खुट्टामा हात टेकिदिएँ नि त भाउजूहरू हुनुहुन्छ यहाँ चाहिँ भाउजू भान्जा छ मेरो त फेरि भान्जा पो यहाँ भाउजू यहाँको भान्जा होइन भनेको छु नहुँदा यसो ढोकभेट त गर्नुपर्ने ढोकाइ चल्दैछ यहाँनिर अहिले घरि नानीले मैले झन्डै टेकिदिएछु उनीहरूले भाग्यमा मिठाई दिएन अहिले के गर्नु तिमी 10 वर्ष पुग्नु छौ न खुट्टामा ढोक्ने टाइम पनि भएको छैन खुट्टामा ढोक्नु चाहिँ 10 पुगेपछि मात्रै यो मेरो पिर होइन अच्छा ओ ल ल भाग्यमानी हुनु ल बाउ नानी सिकाएर छ कि आउँदै रहेछ मैले त पिपीलाई त के पनि हैन तर बेला पुगेको छैन कान अब यहाँ छुनाको जान बाउहरू तीनैजना बाटो लाएर सबै छौँ नि हामी यहाँ चाहिँ बुहारी बुहारी होला बुहारी मेरो श्रीमती बुहारी पो उठ्नु पर्यो यहाँ त बुहारी पो उठ्नु पर्यो के हो यहाँ चाहिँ यो चाहिँ अब म चाहिँ एकदम कान्छीको छोरा के भन्नुपर्ने हो यता तीन भाइ चाहिँ आएको छौँ यहाँ मलाई चाहिँ चिन्दैन चिन्छ कति पार्नुको छैन मात्रै खोज्नु आमाको पनि के भन्नु हाम्रो एउटा चुलाको पनि हो अब यहाँ त हेरेर भने देवा ला देवा आउनुभएछ मात्रै छैन चाहिँ देवालाई सोध्न त्यहाँ नि देवमाइला र हाम्रो आमा नभइकन कहाँ देखादेख पनि नभएको म त केही बुझ्दैन बुवा हो पिपी र यता साइना फाल्दै रहेछ सासूको भान्जाको भान्जा ढोक्सीको कुरा चाहिँ मै हो म चाहिँ नानीहरू अगाडि अगाडि हाम्रो माइलासँग राम्रो छ त्यहाँ मलाई देऊ न हो त हो तपाईँ कति पर बोलेको कुरामा हेर न छ नि हाम्रो भाइको उता छ नि त यता ढोका भयो बुहारी हो जे छैन एउटा मासु होइन यता पिपी त छोड्नु भएन फेरि पिपीलाई पनि मुनि लाउनै भएन अँगारो आएको छ यो मेरो जेठा छोरा अब यो मेरो कान्छा छोरा बसेको भए चाहिँ त सबै जानिन्थ्यो उहिले छोडेर ठुलो भात खान आउने ल देवा ढोक्दैछु
अनि नानीहरूले फोनबाटै सम्झाउन नमस्ते गर्दा पनि हुन्छ तिनीहरूले किनभने तिनीहरू चाहिँ अब यस्तो हेन्डसेटमा अब धान नाच्नु थालिरहेको होइन नि नमस्ते गरेर कसले के भन्छ कसले के भन्छ तर यो कान्छेहरू को नि धर्ममा चाहिँ राम्रो लाग्छ अब नराम्रो भनौँ भन्दा पनि त भएन नि दिदी भोलि पर्सि हेर्नुहोस् न यो धर्मले जित्दैन छ भने त अब राम्रै पनि अहिले गर्दै हुनुहुन्छ अलिअलि जानिसकेपछि भनेको जानी सक्दै पछि धेरै त होइन ए जाडो सिखा खानु भाङ धतुरो खाएर राम्रै पाखुरा सुका सुका जाति होइन र